लु माथितिर अब हिँड्नु पर्यो। त्यहाँ माथिबाट नि दामी भ्यू आउँछ। गाडी चाहिँ पार्किङ गर्ने ठाउँ नपाएर एक साइडमा कुनातिर पार्किङ गरेर नम्बर टालिराखेर आएको छु। अब पुलिसले फाइन हान्यो भने छैन फेरि। गर्मी भएर नि। लु अघि चाहिँ अब दुईजना पौडी खेल्ने भनेको चिसो चिसो फिल भयो नि। पौडी खेल्दैन, खानु मात्रै खायो, केक काटेर खायो, बदाम चिसो स्याउहरू के खायौँ दुईजनाले। अनि अब चाहिँ हामी फर्किँदैछौँ है। यस्तो छ अगाडिको भ्यूहरू चाहिँ। सो म चाहिँ यतातिर हिँड्दैछ है साथीहरू। तलबाट यहाँबाट हो अघि हामी तलबाट आयो। ल लेट्स गो। बाटो चाहिँ अलि डराउने टाइपको छ है। ल ओके यस्तो छ सेम नेपालकै भाइब। ल हु ल यस्तो छ। पहिला एकचोटि आएको थिएँ म कति 2023तिर 23-24मा आएको थियो होला। धेरै भएको थियो यहाँ आएको। सो होइन अस्ति एकचोटि पनि आएको थियो हाम्रो एकजना ब्रदरको बिहेमा। तर यो साइडमा आएको थिएन, हामी उता साइडमा थियो। यताबाट हेर्नुहोस् हाउ नाइस द भ्यू है। होइन त दामी छ नि त साथीहरू। कतिलाई अब समुद्र मनपर्छ नि त। समुद्र मनपर्ने साथीहरूको लागि चाहिँ यो बेस्ट छ है। सो म चाहिँ अब सामान बोक्दै हिँड्छु साथीहरू। गर्मी छ तर चिसोले हान्छ भने मैले खास ज्याकेट लगाउँदैछु। हामी हिँड्छौँ है यहाँबाट। राम्रोसँग हिँड है साथी। ल त्यो कुनापट्टि तिम्रो त्यो उसमा लाग्न सक्छ है। एकदमै विचार गरेर हिँड्नु। खासै ठुलो भिड चाहिँ छैन। बट यसरी यहाँ आएपछि चाहिँ दामी देख्छ फेरि साथीहरू। ल त्यहाँ फिल्म सुटिङ पनि हुँदै रहेछ। हामी अघि आएको थियो दामी छ। यहाँबाट यस्तो देख्छ हेर्नुहोस्। अनि अर्को यतातिर यस्तो छ। कति राम्रो छ हेर्नुहोस् भ्यू है। सो नाइस। अनि यहाँ हेऱ्यो भने धेरै राम्रो देख्नुहुन्छ। त्यहाँ पारि चाहिँ गोल्डन बे रेडिसन होटल पनि त्यहाँ छ है साथीहरू ठ्याक्कै। मेरो यहाँ साथी फोटो खिच्ने भनेको छ। सो हामी फोटो खिच्नतिर लाग्छौँ साथीहरू। त्यो माथितिर हामी गएन होइन। एकदम राम्रो ठाउँ छ है यो। टाइम छ भने आउन सक्नुहुन्छ। हावाले यहाँ पुरै पुराएको छ है। यहाँ माथितिर चाहिँ यस्तो नै रहेछ होइन। यो माथि के पुरा यस्तो पुरै पहिला आएको थियो यहाँ। यस्तो दामी छ। 2-4 देखायौँ है। सो अब हामी केही सिन फोटो खिच्छौँ अनि त्यसपछि फेरि तपाईँहरूलाई चाहिँ भ्यूहरू देखाउने प्रयास गर्नेछु है।